छिनालाई काम गर्न आउँदैन भने बाटोमा गएर भिख मागेर खा। पर्दैन मेरो घरमा काम गर्न, निस्किहाल्छ मेरो घरबाट। आमा किन गाली गर्नुभएको मलाई? मैले के जानिनँ, कसको के बिगारेको छु र यति गाली गर्नुभएको? कहिले छोरालाई उचालिस भन्नुहुन्छ, कहिले काम गर्न जानिनस् भनेर गाली गर्नुहुन्छ। म पनि बुहारी नै हो त, किन यति साह्रो खेदो खन्नुहुन्छ आमा? जब सागबारीको झार उखाल्न आउँदैन भने मान्छेको जुली चाहिँ के खान लिएर मरेको? कुकुरको जुली लिएको भए भइहाल्थ्यो नि, काम पनि गर्नु पर्दैन थियो, गल्लीमा दुखाँदै हिँड्दा भइहाल्थ्यो। मैले साग उखालेको होइन आमा, बुढो भएको पात चुडेर फालेको मात्रै हो। नपत्याए गएर हेर्नुहोस् आमा, त्यो राक्षसनीहरूको कुरा किन सुन्नुहुन्छ? ए म तेरो नोकरानी हो, तैँले जे भनौ त्यही मान्नलाई? तेरो थुतुना च्याप्नु पर्छ क्या हो? अझ देउरानीहरूलाई राक्षस नै भन्दिरहेछ। तिनीहरूको जति बुद्धि छ तेरो? कि तेरा बाउ आमाले यस्तै संस्कार सिकाएका छन्? भइगयो त आमा, म त्यस्तै संस्कारमा हुर्केको हुँ। अब मेरो माइतीलाई गाली नगर्नुहोस्, गल्ती मैले गरेको हो। जे भन्नु छ मलाई भन्नुहोस्। गाली मात्रै होइन, मेरो जेठो छोरालाई पहिला जस्तो बनाइनस् भने नि, तँलाई जलाएर आगो ताप्न सकिनछु भने मेरो नाम पनि चण्डिका होइन, यो कुरा बुझिजा।